वेलकम ब्याक टु अनदर न्यू ब्लग। र आजको ब्लगमा हामी घुम्नको लागि यता आएको छौँ। र हामी चाहिँ सपिङ गर्दै होइन एउटा लेज हाल्यौँ कुन हाल्यौँ This one. त्यसमा आई थिङ्क Price. there is no price tag. This 80 rupees. Oh man. 180 rupees? What the hell? It's so expensive. Okay, this much. I think this much. So, just so. यो कसरी हो? 5 रुपियाँ। Let's go guys, तारेभिर आधी मात्रै देखियो तर बाइक यहीँ माथिसम्म आउँछ यार उतै माथिसम्म त्यहाँ चाहिँ हिँडेर हो क्या तारेभिर आयो। लेट्स गो गाइस। फेरि हामी 4 जना यहाँ 1 जना मात्रै मिसिङ हो अस्तिको टिमको 4 जना। वी लभ तारेभिर। दुई जना त हो। ल गाइस अहिले चाहिँ हामी तारेभिरको अपोजिट साइडमा छौँ। यतापट्टि यो तारेभिरको बोर्ड भयो हामी यहाँ छौँ। र यहाँ आउन चाहिँ हामीले टिकट काट्नुपर्ने हुन्छ। टिकट प्राइस चाहिँ पर पर्सन 100 रुपिज र हामीले चाहिँ काटेर आइसक्यौँ। जस्तो तारेभिर यो जान चाहनुहुन्छ भने जान सक्नुहुन्छ। हामी चाहिँ अहिले टाइम छैन त्यो घर जाँदैन। यहीँ बसेर खान्छौँ हामी। गाइस यो चौचोलाई यस्तो गरौँ होइन चौचो र यो गरेर होइन त्यो प्लास्टिकमा हालौँ अनि निकाल्दा यसमै हालौँ न यसमै ठुलोमै हालौँ भने यसमा है एकछिन है ल म्यानेज गरौँ। हेर्नुहोस् यसो घुम्नु परिहाल्यो। म त घुमेँ छु यो हप्ताभरि त हेल्मेट भन्दिनला हामी चाहिँ अहिले खान लाग्छौँ। यो गाइस हामी चाहिँ फर्केको अब है। हाम्रो यो तारेभिर देखियो तारेभिर यता है तारेभिरको बोर्ड बाटो छ हेर्नुहोस्। तारेभिरहरू सक्नुहुन्छ। हामी चाहिँ अब खाजा खाएर लाग्नु लाग्यो र हाम्रो चाहिँ एकदम अब आज लामो यात्रा छ र त्यो प्लान हामी सक्सेस गर्न जाँदैछौँ। र अब हामी हिँडेको र यताबाट भ्यू चाहिँ राम्रो देखिन्छ। अनि हजुरहरू राम्रो सक्नुहुन्छ। औ त्यो माथि डाँडा छ नि त्यो माथि डाँडामा जानु 100 रुपियाँ लाग्नुहुन्छ पर पर्सन र तपाईँहरू 100 रुपियाँतिर जान सक्नुहुन्छ। 35 मिनटमा हामी माथि पुग्छौँ। 45 मिनट झरेर टोटल 70 मिनटमा यो टोटल कभर गर्छौँ। भ्यू हेर्नु सक्नुहुन्छ गाइस। भ्यू पुरै धमिलाएर त हेर्नुहोस् अगाडि चाहिँ खतरा देखिन्छ। जे होस् भ्यू मात्रै हेर्न भएन आउँदा हुन्छ। यसको र मेरो च्यानल नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला। न्यू च्यानल न्यू ब्लग भन्नु मिल्दैन 2टा भइसक्यो हाम्रो। र अब फर्किन लाग्यो है त। बाटो डेन्जर बाटो यतातिर बिच भन्दै यो के भन्छ यसलाई ढलन छ ढलन
बाह्र झलन एकदम 200 किन्ने हो क्या 200 त्यो ठिक हुन्छ क्या त्यो ठिक हुन्छ है अरे 200 ल गाइस हामी तल पछि भेट्छौँ है त बाटो एकदम खतरा खान्छ यो माथि चाहिँ लोदर हो कि यार ल गाइस अहिले चाहिँ हामी तल उता झर्दै र अब यहाँ चाहिँ बाटो यस्तो छ बिस्तारै हेर्दै हिँड्नु हेर्दै टोपी झऱ्यो होला होला फेरि मलाई 30 कुरा भन्दा के ढिला भयो भने त यत्तिकै लिएर हिँड्ने यत्तिकै बिस्तारै लिएर कन्टेन्ट चाहियो क्या पछाडि लिएर हिँड्ने यत्तिकै कहाँ रहेछ यहाँ चाहिँ होइन अहिले तल क्या त्यो हेर्छ नि गाइस बाटो चाहिँ यस्तो छ टक्क एउटा बाहिरबाट ज्याकेट लाएर आउनुपर्छ धुलो चाहिँ एकदम निन्द्र उठ्छ यस्तो हुन्छ ज्याकेटै एम्टी एम्टी लुक्स चाहिँ भयो नि बाटो त यस्तै पाल्ला कसरी फक भइहाल्यो नि यो त कुनाबाट हाल्नु मन रहेछ है कन्टेन्ट पाइयो भने कन्टेन्ट चाहियो होला भने त नलडाउनु न सधैँ लु सङ्कल त्यसरी जान्दैन लडाइदिने हो कि कन्टेन्टलाई अहिले लडेपछि त्यसले भन्ने कुरो लडायो बाटो चाहिँ ठिकै छ यहाँ बर्खामा चाहिँ आउनु नहुने रहेछ के बाइक गयो क्या मुटो मिलेर आइरह्यो नि तर बाइक नाच्छ नि है त्यो हाँस नहाल ब्रेक छैन अगाडिको ब्रेक हाल्दैन अनि पछिको ओहो Let's go guys, अहिले चाहिँ हामीले झरेर राम्रो बाटो आउनु लाग्छौँ क्यामेरा त आम्मै धुलोले त कपाल हेर्ने एकपालि मैले के लाग्छ कपाल अहिले चाहिँ हामी अहिले अलि अप्ठ्यारो बाटो आएको थियो भने अलि राम्रो बाटो छौँ त्यसो भन्छ यहाँ माथि आउने अलिकति राम्रो बाटो पनि छ यो काम छैन यो काम त छ अरे बाटो त्यहाँ अहिले हामी यहाँको अफर पर्छ अलिक चाँडो आइपुग्छ भने यहाँ अलिकति लङ रुट छ त्यही पनि तर अलिकति मात्रै फरक हो कि यस्तो हुन्छ यो हालत यो हालत हेर्नुहोस् काम छ हस्त गाइस अब हामी चाहिँ तारभित्र आइसक्यौँ अब हामी घरतिर लाग्छौँ र आजको लागि चाहिँ हाम्रो भ्लग यही नै यतिसम्म भयो र यो चाहिँ हाम्रो लोकेटेड इन सुनिहेल के भन्छु यसलाई तारभित्र डाँडा तपाईँहरू आउनु सक्नुहुन्छ र अहिले हामी कान्छा कहिले आएको पिक्चरमा चाहिँ कान्छा निस्किन्छौँ र आजको लागि यति नै भ्लग गाइस यस्तै भ्लग हेर्नको लागि फलो गर्नु होला सब्सक्राइब गर्नु होला सी यू देन नेक्स्ट भिडियो बाई बाई गाइस